डिभोर्स भएको आज ठिक 1 वर्ष पुगेको थियो। श्रीमतीले धेरै पटक फोनको नम्बर हेर्थिन् तर कहिले फोन गर्थिनन्। उता श्रीमानले पनि हरेक रात उनकै प्रोफाइल हेरेर फेरि फोन बन्द गर्थ्यो। त्यो दिन अचानक फोन बज्यो। हेलो, उताबाट कापेको आवाज जस्तै आयो। एकछिन भेट्न सक्छौ? दुवै त्यही पुरानो पार्कमा भेटे, जहाँ पहिले एकअर्काको हात समातेर भविष्यको सपना बुनेको थियो। धेरै बेरसम्म कसैले केही पनि बोलेको थिएन। अन्ततः श्रीमतीले झोलाबाट एउटा सानो बक्स निकालिन्। यो तिम्रो विवाहको औँठी, आजसम्म फाल्न सकिन। श्रीमान रुँदै आँखाभरि आँसु झरेको थियो। मसँग पनि तिम्रो सबै चिठी अझै सुरक्षित छन्। दुवैजना रोइरह्यो। यत्तिकैमा श्रीमतीले बिस्तारी भनिन्, डाक्टरले भनेको छन् मलाई अब धेरै समय बाँकी छैन। अन्तिम पटक तिमीलाई देख्न मन लागेर बोलाएको। श्रीमानको खुट्टा मुनिको जमिन नै भासिएको जस्तो भयो। हामी छुट्टिनु गल्ती थियो। मलाई थाहा छ, म आज पनि तिमीलाई उस्तै माया गर्छु। श्रीमती मुस्कुराइरह्यो। त्यो मुस्कान हजारौं पीडा लुकेको थियो। म पनि तिमीलाई कहिले माया गर्न छोडिन। उनले अन्तिम पटक श्रीमानको हात समातिन्। यदि अर्को जन्म साँच्चै हुन्छ भने मलाई फेरि आफ्नो श्रीमती बनाउनु। यो जन्ममा हामीले समय हार्यौं, प्रेम होइन। केही दिनपछि उसको निधन भयो। श्रीमान हरेक वर्ष उनी बसेको पार्कमा एउटा गुलाब लिएर पुग्छन्। त्यो औँठी अझै पनि उनले आफ्नै मुटु नजिक राखेको छन्। कहिलेकाहीँ सम्बन्ध डिभोर्सको कागजले चोट्छ, तर साँचो प्रेम मृत्युले पनि टुटाउन सक्दैन।